यो रहेको छ हाम्रो सिङ्गापुरको के भयो युनिभर्सल है। वेलकम सबैलाई एउटा भ्लगमा। म चाहिँ सानो भ्लग बनाउँछु आज टक्कै यहाँ युनिभर्सलभित्र छिरेको। आमामा कति हो मान्छेहरू आज त लास्टै धेरै के। जान पर्छ अब आज यति धेरै मान्छे कि होइन आमामा कमिला जस्तो मान्छे छ आज त यार। कतिखेर छिर्यो हाम्रो साथी पनि आइसक्यो ल। कि त्यसरी खुल्ने ल यता हेर न आमा कहाँ लजाइदिएर ल मान्छे हेर्दै आँटिसक्यो। म यहाँ हेर नि अझै यत्रो छ त्यहाँ लाइनमा त्यत्रो छ भित्र कति छिर्यो होला नि। ढाक भइसक्यो आमामा अब हामी चाहिँ टक्क भित्र छिरिसक्यो युनिभर्सलको। यता हेर्दा हामी भित्र छिरिसक्यौँ टक्क युनिभर्सल छिरियो। सर्ट अब कस्तो छ के छ अब हामी हेर्दै जान्छौँ। त्यसो लिने आउँदैछ। हाम्रो मान्छे त अब next transformer there. अब हामी चाहिँ रोलर कोस्टर खेलेर नि आइपुग्यौँ कि अब हालत यिनीहरूको यता हेर बित्दै बित्दै कस्तो लाग्यो भन्दै एउटा चिचाकी चिज यो त मर्न लाग्यो। अब हामी चाहिँ रोलर कोस्टर खेलेर पनि अब सक्यौँ होइन। अब फेरि अब ब्याग राख्नु पर्ने हुँदो रहेछ यहाँ यार। ब्याग बोकेर हिँडेको जस्तै झाँगै भयो आज त। रमाइलो छ। जिप ट्रेडिङ हो जिप ट्रेडिङ। मम्मी भित्र छिरिसकेका छौँ। यहाँ भूतहरू आउँछ अरे। यो रहेको छ मम्मी। आमामामा मम्मी म त तर्साउने भनेको त आमा यति धेरै तर्साउनु बसिरहेको रहेछ नि यहाँ त। यस्तो रहेको छ भित्र हाम्रो मम्मीको। मम्मी May I have your attention, please? हामी भर्खरै फेरि हाम्रो यो मम्मी रोलर कोस्टर होइन हाई स्पिडवाला हानेर आएको होइन। यस्तो बबाल
लास्टै मजा आयो यता चाहिँ पुरा यता चाहिँ पुरा उरे के भन्छ अरे ब्याग भन्छ ट्याक्कै हामी चाहिँ त्यो हाई स्पिडवाला रोलर कोस्टर हालेर हामी हानेर हामी निस्किसक्यौँ होइन बबाल रमाइलो हो पानी पर जस्तो छ बबाल छ यहाँको भ्यूहरू त्यो पनि खेलियो आमामा सबै खेलियो यहाँ हजुर सामान लिएर आउनु पहिला यस्तो मान्छेहरू आउने यहाँ आमा हेर्नु त मजा आयो तर त्यो आमै लाइफमा एकचोटि आउनै पर्छ यस्तो ठाउँमा आमा खै त्यस्तो रमाइलो होइन यस्तो बबाल मुटु नहुने मान्छेहरू त गाह्रो छ ल अब हामी हिँड्दा हिँड्दै चाहिँ हाम्रो जुरासिक पार्कतिर लस्ट वर्ल्ड जुरासिक पार्कतिर चाहिँ हामी उभिएको अवस्था छ र सब घुम्ने आज कहाँ कहाँ के भेट्छ सब यस्तो रहेछ यहाँको हेर्ने ठाउँहरू ल त्यस्तरी हिँड्दै रहेछ त्यहाँ सानो ल दुइटा डाइनोसरले चाहिँ यहाँ अन्डा पारेर रहेछ 3टा अन्डा पारेर रहेछ अन्डा पारेर रहेछ अब यिनीहरूको अन्डा अब टिप जान्छौँ Jurassic Park. कहाँबाट जाने यहाँ चाहिँ यो त क्लाइम्ब गर्न मिल्दैन त तर पैसा तिर्नु पर्ने होइन यहाँ चाहिँ जाने कसरी त्यो पानीमा जाने उता होला कि यस्तो चाहिँ हालत पुरा चक्कर लगाएर प्लास्टिक उडेर चाहिँ हामी अब यहाँ फुल खेल्न जान लाग्थ्यौँ जाँदो रहेछ अब हामी चाहिँ यहाँ आइसक्यौँ है अब डुङ्गा राइड गर्न आइसक्यौँ डुङ्गा राइड गर्दैछौँ जुरासिक पार्कमा डाइनोसरहरू आमामा पुरा यहाँ त पुरा बादल लाग्दो रहेछ घाँस Now, keep an eye out
two parasaurolophus, one of which is usually quite shy. हाम्रो हालत यस्तो छ अनि Ate! Oh, पानी हाले। हाम्रो हालत यस्तो छ Attention all park guests. A flood warning is in effect for the Outpost B area. Your boat will proceed back to the unload area immediately. We have a breach of the retaining fence at Outpost B. Begin Outpost B evacuation immediately. We'll be on the way shortly. पुरा मजा आउँदो रहेछ मजा आयो ल अहिले हामी बोटिङ गरेर फर्किँदै त हेर तिमीहरूको अनुहार देखाओ त यस्तो पुरा रेनकोट ओढेर आमामा रेनकोट ओढेर प्लास्टिक ओढेर के अरे रोलर कोस्टरहरू चाहिँ देखाउनु मिलेन यो चाहिँ पुरा टक्क भिडियो नि अलिक ल अब बाई बाई अब एडभेन्चर 65 मिलियन इयर्स इन द मार्च ल बाई बाई डाइनोसरको मुनि त बस्छ मान्छेहरू पानी परेर सब डाइनोसर मुनि जुरासिक पार्क चाहिँ ल आजलाई यति नै अब हामी चाहिँ फेरि यतातिर छिर्दिन लागेको अवस्था छ के हो पर्ने त्यो प्रिन्सेसको उयो प्रिन्सेसको के हो अरे यो यहाँ यसो छिर्दिन लागेको वाउ यस्तो बवाल प्रिन्सेसको उयो के यो एउटा मुभीमा के हो यस्तो बवाल छ पानी परेर ल वाउ हेर्दा फेरि यहाँबाट यस्तो छ चाहिँ अब हामी जान लाग्यो यहाँभित्र के हुन्छ अब हेर्नुपर्छ फाइनली अब हामी चाहिँ भित्र छिर्न लाग्यौँ है हामी ट्याक्क अब यो ट्रान्सफर्मरको के हो हेर्नलाई यत्रो मान्छेहरू आउँछन् आमा
जाँदैछौँ टक्क यो ट्रान्सफर्मर भित्र यस्तो देखिरहेको ल यहाँ हेर न पर्ली हेर्नु त्यहाँ फक सक सबै रहेछ त्यहाँ अहिले त झन् डेन्जर छ यता लाइन त यहाँ दुई टुक्रा पार्दैछ Welcome to Astro Cruise. Carry on. Biological extraterrestrial species treaty. You've never heard of it before because it's top secret. It established a dedicated combat force of humans and Autobots to protect Earth from the Decepticons who are intent on destroying our planet. Who are the Autobots and how does NEST go about this mission? Has made this solemn promise. We refuse to let the fate of our planet become the fate of your own. The Decepticon planes. यो हलमा कस्तो फिल भएन Dispatched against our Decepticon enemy. The decons on the other hand are lean combat machines, hard-hearted, battle-tested, and masters of camouflage, ambush, and sneak attack. They do not play fair. They cannot even spell fair. You don't want them to... ढोका पनि ट्रान्सफर्मर जस्तै A sadistic killing machine with a chip on its shoulder and a steel tip picture, which means perfectly the ranks of the opposition considerable non-conventional weapon, all designed to turn you innocent humans into what we on my planet call toast. The enemy is formidable, highly motivated, and not easily deterred. But our task is to deny them victory. Because their victory will mean Earth's and your destruction. Remember that as you continue your training. I will teach you Wookiees all I can. But looking at the lot of you, let's be honest, I am not overly optimistic. But removing the Allspark from NEST is a high-risk scenario of last resort. If it makes you feel any better, I have already put EVAC on alert. He's ready to go if it comes to that. General, I can assure you. Hey, General, it's me, really. They won't let me into the war room to see you, so I had to hack my way onto this frequency. This better be critical, Wheeling. Sir, come on, when is it not, please? Okay, couple of things. I'm running low on the WD-40 and the mattress in my barracks is a little squishy. Also, I was thinking about taking a couple of months sick leave, maybe starting today. And, oh yeah, I intercepted a transmission from Megatron. Then send it through. Yes, sir, right away, sir. And so I'll assume then we're caught on the other stuff. 이거 방금
बबाल भयो। झन् त्यो डोरीले तानेर लग्यो के त त्यो मजा आयो मलाई डोरीले यो आजभरि दिनभरिमा सबसे मजा यही भयो होला कसम। यस्तो बबाल 3D आमा बसेको वर्जित भयो। ल हामी चढेको के हो कि छेउको अब हामी केही बाँकी छ अब हाम्रो चाहिँ सब आज धेरै जस्तो गरेर भ्याइसक्यो। अब हामी चाहिँ जाँदैछौँ अब बबाल बनाएर फुलहरू राखेर बबाल सजाएर यस्तो दामी क्या हो। ल बबाल भयो आजको यात्रा। हामी चाहिँ दिनभर घुमेर आज युनिभर्सिटी स्टुडियो अनि अब चाहिँ हाम्रो भिडियो चाहिँ अब यहाँ अन्तिम गर्नु पऱ्यो। फेरि अरू भिडियो नि बनाउँदै गर्छु होइन। सबैजना बाई बाई हेरिदिनु भयो, धन्यवाद सबैलाई।